सो हेलो एन्ड नमस्ते, म चाहिँ तिमीहरूको सुमन दाई। अनि आजको चाहिँ हाम्रो टपिक भन्दाखेरि पनि क्लास 12को स्टुडेन्टको अब बोर्ड एक्जाम आउन आँट्छ र त्यसमा एउटा सिम्पल थ्योरम सोध्छ, बर्नौलिज थ्योरम सोध्छ कहिलेकाहीँ। बर्नौलिज थ्योरम भन्ने एउटा थ्योरम सोध्छ र यो थ्योरम धेरै नै लामो छ। बुकको डेरिभेसन हेऱ्यो भने यो धेरै नै लामो छ। सो यसलाई गर्ने म एउटा सर्टकट मेथड सिकाइदिन्छु तिमीहरूलाई। अब यो एप्लाई त्यतिखेर मात्र गर्छौ जति बेला तिमीहरूसँग ल्याक अफ टाइम हुन्छ, हैन? अब तिमीहरू गर्दैनौ, यदि यो भिडियो कसैले हेर्दैछ भने तिमीहरूले फिक्स गर्दैनौ, किनकि तिमीहरूले यही गर्छौ, किनकि यो इजी देखिन्छ, त्यही भएर यही गर्छौ तिमीहरू, टाइम ल्याक भए पनि नभए पनि। सो यदि आयो भने गर्ने तरिका। अब यसको डेफिनेसनमा जाने, तिमीहरू डेफिनेसन हेर यसको के छ भन्दाखेरि, फर अ streamline flow of ideal fluid भनेको त बुझ्छौ, लिक्विड, हैन? फर अ streamline flow of fluid, the sum of pressure, kinetic and potential energy per unit volume is constant. सिम्पल के भन्दै भन्दाखेरि फर अ स्ट्रिमलाइन फ्लो अफ आइडियल फ्लुइड, यहाँनिर यो कुरालाई चाहिँ मार्क गर्नुपर्छ तिमीहरूले। यहाँ आइडियल फ्लुइड भनेको के हो त भन्दाखेरि, आइडियल फ्लुइड भनेको रियल फ्लुइड होइन। क्यालकुलेसनलाई इजी गर्नको लागि फिजिसिस्टहरूले के भन्छन् त, आइडियल बिहेभियर देखाउँछन्, त्यसपछि जेनरल लिक्विड, नर्मल लिक्विडहरुमा एप्लाई गर्छन्। आइडियल फ्लुइड भनेको यसको डेन्सिटी के मान्छन् त भन्दाखेरि कन्स्ट्यान्ट मान्छन्। डेन्सिटी के मान्छन् त, कन्स्ट्यान्ट। मतलब जहाँ हेरे पनि डेन्सिटी के छ, युनिफर्म छ, कन्स्ट्यान्ट छ। अर्को भनेको फ्रिक्सनलेस भन्नु पनि, जीरो विस्कोसिटी, जीरो विस्कोसिटी। विस्कोसिटी चाहिँ कति मानिन्छ, कोएफिसिएन्ट अफ विस्कोसिटी कति हुन्छ, जीरो। अथवा यसलाई अर्को कुरा भनेको नो फ्रिक्सन बिट्विन टू लेयर्स अफ फ्लुइड। दुईटा, जस्तै यो एउटा फ्लुइड भयो, यो अर्को फ्लुइड भयो, यो दुईटा फ्लुइड बीचमा के हुन्छ भन्दाखेरि विस्कोसिटी हुन्छ। रियल फ्लुइडमा त हुन्छ, अरे चियामा चिनी घोलेपछि त घुम्दै गएर त पछि केही समयपछि गएर रोकिन्छ कि रोकिँदैन भने त त्यो लिक्विड रोकिन्छ, रेस्टमा आउँछ। त्यो किन रेस्टमा आउँछ भन्दाखेरि फ्रिक्सन हुन्छ नि त एउटा लेयर र अर्को लेयर बीचमा। तर आइडियल फ्लुइडमा त्यो हुँदैन, फ्रिक्सन के हुन्छ, जीरो हुन्छ। आइडियल फ्लुइड भनेको यति हो। यो अनि आइडियल फ्लुइडको लागि मात्र हो, हैन? अब यसको सिम्पल फर्मुला लेखिदिन्छौ तिमीहरू त्यसपछि, P + 1/2 rho v square plus rho gh is equal to के हुन्छ त, कन्स्ट्यान्ट हुन्छ भनेर लेख्छु तिमीहरू। अब यतिमा सक्यो त हाम्रो डेरिभेसन भन्छ भने छैन। हेर, त्यो प्रोसेस भन्दा यो प्रोसेस धेरै नै इजी छ। त्यो प्रोसेस भन्दा यो प्रोसेस धेरै नै इजी छ। यसलाई मैले यसरी लेखेँ ल, यो लेख्नु भन्दा पनि हाम्रो बुक यहाँ यसले के भन्छ भन्दाखेरि, the sum of pressure, kinetic and potential energy per unit volume is के छ त, constant। मतलब यहाँ work done by pressure per unit volume plus kinetic energy per unit volume plus potential energy per unit volume चाहिँ के छ अरे त, constant छ भन्दैछ यसले। यसलाई तिमीहरू के मान्छौ, इक्वेसन नम्बर 1 मानिदिन्छौ। ओके, यो नर्मल कुरा हो। अब त्यसपछि तिमीहरू यसको साइडमा एउटा फिगर बनाउँछौ, एउटा पाइप बनाउँछौ। यो पाइपमा लिक्विड के गर्दैछ त, फ्लो गर्दैछ, ठीक छ? अब यो पाइप हेर्यो भने यो पाइप कस्तो छ भन्दाखेरि युनिफर्म छ, हैन? यसको दुईटैको एरिया हेर्यो भने लगभग के छ त, सेम छ। दुईटैको एरिया के छ त, सेम छ। ओके, अब यसलाई तिमीहरूले के राखेको हुन्छ भन्दाखेरि, पोटेन्शियल एनर्जी आयो भनेपछि सर्टेन हाइटमा राखेको हुनुपर्छ यसलाई, अनि त पोटेन्शियल एनर्जी हुन्छ। सर्टेन हाइट h मा छ। ओके, ठीक छ। अब तिमीहरू एजम्पसन त मान्छौ नि, लेट अस कन्सिडर अ पाइप अफ लेन्थ L, हैन? जसको क्रस सेक्सन एरिया के छ, A,
हैन एसेट्रा एसेट्रा एन्ड द लिक्विड इज फ्लोइङ थ्रु द पाइप भनेर यहाँबाट लिक्विड के गरेर छ त फ्लो गरेर आएको छ यहाँबाट लिक्विड फ्लो गरेर आएको छ ओके अब तिमीहरु नर्मल कन्सिडर गर्छौ एउटा एलिमेन्टल सेक्सन अब यो हाम्रो एउटा एलिमेन्टल सेक्सन भयो यहाँ हेर त यहाँनेरि एउटा इमेजिनरी सर्फेस एरिया बनायौं हामीले जसको एरिया के छ त a छ अनि यो ओरिजिनल पोजिसनबाट कति लेन्थ पर छ त dx लेन्थ dx डिस्टेन्स के छ त पर छ dx डिस्टेन्स पर छ अब मलाई यति चीजको भोल्युम चाहियो भने यहाँ यति चीजको भोल्युम चाहियो भने म के गर्छु भोल्युम भनेको एरिया इन्टु dx गर्यो भने के आउँछ त भोल्युम आउँछ ओके नर्मल कुराको अब यहाँबाट लिक्विड फ्लो गर्दैछ त ओभरअल हैन लिक्विड फ्लो गर्छ लिक्विड यहाँबाट यहाँ पुग्छ नर्मल कुरा हो त पनि त्यसैले यो इमेजिनरी सर्फेसमा हेर त प्रेसर लाग्छ कि लाग्दैन भने एउटा हेर त यो सर्फेसमा एउटा प्रेसर जेनेरेट हुन्छ हुँदैन यो लिक्विडको कारणले लिक्विड एउटा फोर्स लगाउँछ कि लगाउँदैन इमेजिनरी सर्फेसमा लगाउँछ त्यो फोर्स लगाउँदाखेरि करस्पोन्डिङ हेर त केही काम गर्नुपर्छ कि पर्दैन त्यो सर्फेसमा फोर्स लगाउनलाई पर्छ हो अब यति एजम्पसन्स तिमीहरुले मानिसकिसकेपछि आफ्नो ल्याङ्ग्वेजमा के लेख्छौ त्यो लेख्छौ ल्याङ्ग्वेजमा लेखाउँदिन त्यसपछि तिमीहरु लेख्छौ क्याल्कुलेसन फर प्रेसर एनर्जी के लेख्छौ त क्याल्कुलेसन फर प्रेसर एनर्जी अब प्रेसर एनर्जी निकाल्न अब यहाँ प्रेसर एनर्जी कसरी निकाल्छ भन्दाखेरि वर्कले दिन्छ वर्क डन बाइ प्रेसर हेर प्रेसरले यो सर्फेसमा कति काम गर्छ भन्ने कुरा कति फोर्स लागेको थियो सपोज मानिलियो F फोर्स लागेको छ अरे यहाँनेरि कति फोर्स लाग्यो अरे F फोर्स लागेको छ फोर्स भेक्टर हो डट गर dx भेक्टरलाई हैन कहाँदेखि कहाँ फोर्स इन्टु डिस्प्लेसमेन्ट यहाँदेखि यहाँ जाँदाखेरि कति वर्क गरेको छ F dx वर्क गरेको छ अब दाइ इन्टिग्रेसन हुन्छ भनेर सोध्छ भने यहाँ फोर्स कन्स्ट्यान्ट मान्यो भने इन्टिग्रेसन के गर्छ dx एलिमेन्टल सेक्सनको लागि त्यो छोड्दिराख अहिले त्यो छोड अब यहाँबाट हेर्यो भने वर्क भनेको वर्क डन बाइ प्रेसर भनेको अब यहाँ प्रेसर भनेको के हुन्छ त हाम्रो बेसिकली फोर्स पर युनिट एरिया अब फोर्सलाई प्रेसरको टर्ममा लेख्न मन लाग्यो भने के लेख्छौ फोर्स इज इक्वल टु प्रेसर इन्टु एरिया हुन्छ हुँदैन र त हुन्छ त्यसो भने यो डट त खोल्न आउँछ नि डट खोल्दाखेरि F dx cos 0 हुन्छ किनकि फोर्सको डाइरेक्सन हेर त फोर्सको डाइरेक्सन पनि यही छ dx को डाइरेक्सन पनि यही छ एंगल कति छ दुईटा बीचमा 0 डिग्री त 0 हो त्यसो भने अब यो f को ठाउँमा के लेख्न मिल्छ p इन्टु a लेख्न मिल्छ p इन्टु a इन्टु dx लेख्न मिल्छ अब वर्क डन बाइ प्रेसर इज इक्वल टु प्रेसर इन्टु हेर त एरिया इन्टु dx भनेको यतिको भोल्युम आयो हैन आउँछ भोल्युम भयो त्यसो भने वर्क डन बाइ प्रेसर पर युनिट भोल्युम यति भोल्युममा हेर 1 युनिटको भोल्युममा कति वर्क गर्दो रहेछ प्रेसरले प्रेसर बराबरको वर्क गर्दो रहेछ एउटा रिलेसन त यहाँबाट आयो हेर तीनवटा निकाल्नु पर्ने छ यो फर्स्टको अलिकति गाह्रो जस्तो हो यो र यो त इजी छ यो भयो हेर मैले सिम्पली के भने वर्क भनेको के हुन्छ त वर्क डन बाइ प्रेसर भनेको फोर्स इन्टु डिस्प्लेसमेन्ट हुन्छ यो डट प्रोडक्ट मैले खोले डट प्रोडक्ट सिकाइराख्न मैले वर्क डन भनेको के हुन्छ त प्रेसर फोर्सलाई के लेख्नु हुन्छ प्रेसर इन्टु एरिया यति फोर्स भन्नु र यति प्रेसर भन्नु के हो त बराबर बाँकी रहेको भनेको एरिया इन्टु dx भनेको त कति छ भोल्युम छ हैन एन्ड देन बाँकी रहेको भनेको यो भोल्युमलाई डिभाइडमा ल्यायौं भने के हुन्छ त वर्क डन पर युनिट भोल्युम वर्क डन बाइ प्रेसर पर युनिट भोल्युम यहाँ प्रेसर एनर्जी पर युनिट भोल्युम हेर त वर्क डन पर युनिट भोल्युम भनेको कति हुँदो रहेछ त प्रेसरसँग बराबर हुँदो रहेछ यो भयो यो नर्मल कुरा छ ठीक छ यो सारा ओके अब ल तीनवटा रिलेसन देखाउँछु तिमीहरु एउटा रिलेसन के आयो त वर्क डन बाइ प्रेसर पर युनिट भोल्युम भनेको तिमीहरु के आयो त प्रेसर आयो यसलाई इक्वेसन नम्बर ए भन्देऊ अब यहाँनेरि क्याल्कुलेसन फर काइनेटिक एनर्जी पर युनिट भोल्युम लेख्छौ अर्को स्टेपमा तीनवटा स्टेप छ तीनवटा स्टेपमा सकेर चौथो स्टेपमा एन्सर आइहाल्छ काइनेटिक एनर्जी भनेको सेकेन्डमा यो गर्छौ ल काइनेटिक एनर्जीको बेसिक फर्मुला भनेको 1/2 mv² ओके यो त बुझ्छौ नि लिक्विड मुभ गर्दैछ हैन लिक्विड पानी त्यो पाइपबाट आएको पानी
पानी मोसनमा छ काइनेटिक एनर्जी छ त्यसो भने त्योसँग भन्ने कुरा त बुझ्छौ मास भनेको एउटा लिक्विडको मास भेलोसिटी भनेको लिक्विडको भेलोसिटी त्यसो भने काइनेटिक एनर्जी इज इक्वल टु 1/2 मास भनेको के हुन्छ त मास भनेको डेन्सिटी इन्टु भोल्युम हुन्छ ओके त्यसो भने 1/2 डेन्सिटी इन्टु भोल्युम इन्टु भेलोसिटी यहाँ मैले f लेखेँ ल भेलोसिटी अफ फ्लुइड भन्नु न यसलाई यो भोल v सँग कन्फ्युज नभयो v भने vf भनेको भेलोसिटी अफ फ्लुइड हो vf को स्क्वायर अब यो भोल्युमलाई फेरि डिभाइडमा ल्याइदिउँ न के हुन्छ काइनेटिक एनर्जी पर युनिट भोल्युम भनेको 1/2 रो भेलोसिटी अफ फ्लुइड को स्क्वायर यो अर्को इक्वेसन आयो मतलब काइनेटिक एनर्जी पर युनिट भोल्युम भनेको तिमीहरु कति हुँदैछ त 1/2 रो v स्क्वायर यसलाई के मान्न इक्वेसन नम्बर b मान्न हो ठीक छ यो समान क्लियर छ अब यहाँनेर काइनेटिक को ठाउँमा लास्टमा के छ त पोटेन्शियल निकाल्नु पर्ने छ लास्टमा के छ पोटेन्शियल एनर्जी पर युनिट भोल्युम छ यो चाहिन्छ यो अहिले यो पोटेन्शियल पनि चाहिन्छ अब हेर पोटेन्शियल एनर्जी छ कि छैन होला लिक्विड सँग किन छैन छ नि हेर त h हाइट माथि लिक्विड छ भनेपछि पोटेन्शियल एनर्जी छ पोटेन्शियल एनर्जी कति हुन्छ कति मास फ्लुइडको मास कति छ ग्राभिटी कति लागिराछ अनि कति हाइट माथि छ h हाइट माथि छ अब पोटेन्शियल एनर्जी भनेको मास भनेको के हुन्छ त डेन्सिटी इन्टु भोल्युम इन्टु g इन्टु h हुन्छ ओके यो v भोल्युमलाई फेरि यसको डिभाइडमा ल्याइदियो त के हुन्छ पोटेन्शियल एनर्जी पर युनिट भोल्युम भयो त्यो भनेको रो इन्टु g इन्टु h हुन्छ अब यहाँबाट हेर्यो भने पोटेन्शियल एनर्जी पर युनिट भोल्युम एक युनिट भोल्युममा कति पोटेन्शियल एनर्जी हुँदो रहेछ रो gh इक्वेसन नम्बर के भयो त तिम्रो c भयो इक्वेसन नम्बर के भयो त c भयो ठीक छ यहाँसम्म मतलब तिमीहरुले पोटेन्शियल एनर्जी पर युनिट भोल्युमको भ्यालु कति भेटायौ रो g h यसलाई इक्वेसन नम्बर के मान्देऊ c मान्देऊ ओके अब लास्टमा के भन्छौ तिमीहरु हेर यति गर्दाखेरि लगभग एक पेज त सकिसक्यो तिमीहरुको तीनवटा कन्डिसन निकाल्दाखेरि त्यो भएर मार्क्स काट्ने ठाउँ पनि प्राय भेटिदैन के हैन ल अब त्यसो भने using a b and c in कहाँ भन्दिने त 1 मा अब a b र c को भ्यालु 1 मा राख्दा हेर त वर्क डन बाइ प्रेसर पर युनिट भोल्युमको भ्यालु कति छ प्रेसर छ p प्लस यसको भ्यालु कति छ 1/2 रो v स्क्वायर प्लस रो gh बराबर के छ त कन्स्ट्यान्ट छ रो gh बराबर के छ त कन्स्ट्यान्ट छ यसलाई इक्वेसन नम्बर 2 भने मैले ठीक छ इक्वेसन नम्बर 2 भने यो हाम्रो फाइनल रिजल्ट हो सक्यो अब अलिकति चेन्ज के हुन सक्छ त भन्दाखेरि अब बुकमा अलिकति चेन्जिङ तरिकामा के देखाएको हुन सक्छ भन्दाखेरि सपोज तिम्रो त्यो पाइपको लेन्थ चाहिँ यस्तो टाइपको थियो अरे हेर त पाइपको लेन्थ के छ त यस्तो खालको अब यहाँबाट जाँदाखेरिको प्रेसर हेर त यहाँबाट जाँदाखेरिको प्रेसरलाई कति मान p1 यहाँबाट लिक्विड निक्लिँदाखेरिको प्रेसर कति हुन्छ होला हेर त एरिया सानो छ प्रेसर ज्यादा हुन्छ एरिया ठुलो छ प्रेसर कम छ मतलब डिफरेन्स प्रेसरमा के हुन्छ डिफरेन्स आउँछ ओके अब प्रेसरमा डिफरेन्स आउँछ भने यहाँबाट मुभ हुँदाखेरिको भेलोसिटी v1 भन यहाँबाट मुभ हुँदाखेरि भेलोसिटी v2 भन ओके अब यहाँबाट हेर्यो भने यसलाई हेर त यसलाई मान h1 हाइटमा छ भनेर मान यसलाई के हाइटमा छ भनेर मान त यो इन्ड h2 हाइटमा छ किनकि डिफरेन्ट हुन्छ पोटेन्शियल एनर्जी डिफरेन्ट हाइटमा ओके डेन्सिटी त हाम्रो के छ कन्स्ट्यान्ट छ त्यसो भने यो एन्डको लागि यो रिलेसन कस्तो हुन्छ होला फर p is equal to p1 v is equal to v1 and h is equal to h1 we get के हुन्छ त भन्दाखेरि p1 plus 1/2 रो v1 square plus रो gh1 is equal to के हुन्छ कन्स्ट्यान्ट यसलाई इक्वेसन नम्बर 3 बना ओके अब फेरि साइमल्टेनियसली फर p is equal to p2 v is equal to v2 and h is equal to h2 भयो भने p2 को भ्यालु के हुन्छ p2 plus 1/2 रो v2 स्क्वायर प्लस रो gh2 भनेको के हुन्छ कन्स्ट्यान्ट हुन्छ यो इक्वेसन नम्बर के भयो त 4 भयो अब यहाँ हेर यो पनि कन्स्ट्यान्ट छ इक्वेसन 3 र 4 लाई कम्पेयर गर्ने हो भने यो कन्स्ट्यान्ट छ
यो पनि के छ कन्स्ट्यान्ट छ त्यसो भने फ्रम 3 and 4 3 र 4 लाई युज गर्ने हो भने के एउटा रिलेसन पाउँछौ यो पनि बराबर भनेपछि यो RHS पनि LHS पनि के हुनुपर्छ बराबर हुनुपर्छ के रिलेसन पाउँछौ P1 plus 1/2 rho V1 square plus rho G H1 is equal to P2 plus 1/2 rho V2 square plus rho G H2 यो बराबर के हुँदो रहेछ यो दुईटा के हुँदो रहेछ बराबर हुँदो रहेछ भन्ने लेख्छु आई होप देखिन्छ होला यहाँसम्म सो अलमोस्ट यो भिडियो 15 मिनेटको भयो हैन अब यदि सोधिहाल्यो भने लगभग तिमीहरुको यसमा मार्क्स भर्सक नकाटिनु पर्ने हो किनकि हामीले डेफिनेसन नै फलो गरेको छौं नि त यहाँ चाहिँ यो डेफिनेसनले जे भन्दैछ डेफिनेसनले भनेकै कुराहरु निकालेर सब्स्टिट्युट गर्दैछौं हामी त्यही भएर यहाँ लगभग मार्क्स काट्ने ठाउँ म के गर्दिन त देख्दिन सो नआए भने लगभग 2.5 मार्क्स त आउँछ किनकि डेरिभेसन त 3 मार्क्सको मात्र हुन्छ अल्दो डेरिभेसन त्यति साह्रो सोध्दैन भने बोर्ड एक्जाममा सो त्यतिको लागि बाइ बाइ एन्ड डु व्हाटएभर डु यु वान्ट